हेलो एभ्रिवान, तपाईलाई स्वागत छ आर्केडी स्टेसनमा। फेरि हामी सेट भित्रकै टपिकमा आएका छौं। योभन्दा अगाडिको भिडियोमा हामीले सेट वर्ड अगाडि जुन सेटको बारेमा पढेका थियौं, वेल डिफाइन्ड कलेक्सन अफ स्टिक अब्जेक्टको बारेमा पढेका थियौं। अब चाहिँ हामी सेटकै कार्डिनल नम्बरको बारेमा पढ्दै छौं है त। सेटको कार्डिनल नम्बरको बारेमा पढ्दै छौं। अब यसको डेफिनेसनले के भन्छ त? व्हाट इज द कार्डिनल नम्बर अफ अ सेट भन्ने कुरालाई हामी पहिला हेरौं है त। म डेफिनेसन सट्ट लेखिदिन्छु अनि तपाईले अनि म त्यसलाई बुझाइदिन्छु। कार्डिनल नम्बर सेट इज अ नम्बर अफ एलिमेन्ट, हेर्नुस् है त, नम्बर्स अफ एलिमेन्ट। अझ यसलाई यसरी लेखिएको चाहिँ राम्रो, नम्बर अफ एलिमेन्ट्स कन्टेन्ड बाइ अ सेट, contained by a set. For example, vowel sounds V equal to के हुन्छ? A, E, I, O, U. हेर्नुस् त, यो vowel sounds V भन्ने एलिमेन्ट्सले, V भन्ने सेटले कतिवटा एलिमेन्ट कन्टेन गरेर राखेको छ? 1 2 3 4 5। अब यसको कार्डिनल नम्बर कति भयो? 5 भयो। तर त्यो भन्दा पहिले एउटा जानकारीको लागि म यहाँ एउटा कुरा लेख्न चाहे। इट इज डिनोटेड बाइ, हेर्नुस् है त, कार्डिनल नम्बर इज डिनोटेड बाइ स्मल लेटर n, स्मल लेटर n। अदरवाइज हामी यसलाई सेट अनुसारको नेम अनुसारले डिफरेन्ट तरिकाले लेख्न पनि सकिन्छ। सो फर example vowel sounds A, E, I, O, U। अब यसको कार्डिनल नम्बर कति छ त? तपाईले यसलाई n is equal to 5 लेख्न पाए, 1 2 3 4 5। अदरवाइज होइन, म यसलाई यसरी लेखिदिन्छु, कार्डिनल नम्बर अफ व्हिच सेट? V सेट। कार्डिनल नम्बर अफ V सेट इज इक्वल टु 5। यसरी पनि लेख्न सकियो। अब फेरि यहाँनिर डेज अफ अ वीक, हेर्नुस् त, days of a week, of a week, हेर्नुस् है, days of a week, एक हप्तामा कतिवटा डेजहरु हुन्छ? 7 वटा। n is equal to 7 और यसलाई nw is equal to के पनि लेख्न सकिन्छ? 7 लेख्न सकिन्छ। कार्डिनल नम्बरले रिप्रेजेन्ट गर्ने भयो है। अब कार्डिनल नम्बर दैट मीन्स नम्बर अफ एलिमेन्ट कन्टेन्ड बाइ अ सेट। कुनै पनि सेटले कन्टेन गरेको नम्बरहरुको एलिमेन्ट के हो त? कार्डिनल नम्बर हो। इट इज डिनोटेड बाइ दिस क्यापिटल लेटर स्मल लेटर n। अनि यसको एक्जाम्पलहरु यहाँनिर हेर्न सकिन्छ। अझै पनि यहाँनिर थुप्रै एक्जाम्पल हामी हेर्ने छौं। फर एक्जाम्पल अझै पनि हेर्नुस् है त। सो प्राइम नम्बर p इज इक्वल टु कति छ? लेस देन 10। के हुन्छ? 2 3 5 7। अब मलाई भन्नुस् त, यो सेटको कार्डिनल नम्बर कति हुने भयो? अब कार्डिनल नम्बर भन्ने बित्तिकै हामी यहाँ थाहा भइसकेको छ। यो सेटको कार्डिनल नम्बर हेर्नुस् त, एउटा 2 छ, एउटा 3 छ, एउटा 5 छ, एउटा 7 छ। अब यो त एलिमेन्टहरु भयो। यसको कार्डिनल नम्बर चाहिँ 1 2 3 4। दैट मीन्स n of p is 4। अर्को एउटा एक्जाम्पल पनि हेर्न सकिन्छ। सपोज यहाँनिर C A D। How many cardinal? What's the cardinal number? इसको cardinal number NC, cardinal number of set C is equal to 3. Cardinal number कति भयो? 3 भयो। अब त्यसैगरी अर्को एउटा एक्जाम्पल हामी लिन सकिन्छ। A equal to suppose A B C D E। अब यसको कार्डिनल नम्बर कति हुने भयो भन्दाखेरि 1 2 3 4 5 which is 5। सिम्पल वे कार्डिनल नम्बर। अब यसै गरी थाहा पाउनु पर्ने हुन्छ हामीले कार्डिनल नम्बर। त्यसैगरी हामी अर्को एक्जाम्पल हामी हेर्न सकिन्छ। यहाँनिर हामीले भर्खरै हेर्यो A B C D E कार्डिनल नम्बर 5 है। अब C A D कार्डिनल नम्बर 3 अनि प्राइम नम्बरको हेर्यो हामीले कार्डिनल नम्बर 4। अब कार्डिनल नम्बर 4 यसको एक्जाम्पलहरुबाट हामी यो डेफिनेसनलाई क्लियर तरिकाले बुझ्न सकिन्छ। सो रोमन नम्बर के हुन्छ? I सबैलाई थाहा छ नि रोमन नम्बर? ट्रिपल I V VI। अब मलाई भन्नुस् त, यो रोमन नम्बरहरुको कार्डिनल नम्बर कति हुने भयो? अब काउन्ट गरौँ। 1
2 3 4 5 6 कति हुने भयो n is equal to 6 that means यो कुनै पनि सेटले कन्टेन गरेको एलिमेन्टहरुको नम्बरलाई हामी के भन्न सकिदो रहेछ त कार्डिनल नम्बर हेर्नु त आर सेटले के कन्टेन गरिराखेको छ भन्दाखेरि 6 वटा एलिमेन्टहरु कन्टेन गरिराखेको छ दैट्स व्हाई वी क्यान इजिली से दैट 6 इज व्हाट कार्डिनल नम्बर अफ आर सेट हेर्नुस् त ए सेटले 5 वटा एलिमेन्टहरुलाई कन्टेन गरिराखेको छ दैट्स व्हाई वी क्यान से दैट हामी के भन्न सकिन्छ भन्दाखेरि 5 इज अ कार्डिनल नम्बर अफ सेट ए अब सी भन्ने सेटले 3 वटा एलिमेन्टलाई कन्टेन गरिराखेको छ 3 वटा एलिमेन्टलाई कन्टेन गरिराखेको छ सो यो एलिमेन्टले कन्टेन जति पनि एलिमेन्ट यो सेटले जति पनि एलिमेन्टलाई कन्टेन गरिराखेको छ त्यो चाहिँ के हो कार्डिनल नम्बर हो इज दैट क्लियर ओके